महिला साथीलाई यौन सम्बन्ध सेक्सको लागि उत्साहित उत्तेजित बनाउने कुरा केवल शारीरिक प्रक्रिया मात्र होइन, यो मानसिक, भावनात्मक र भरोसामूलक कुरा पनि हो। यहाँ केही सकारात्मक, संवेदनशील र सम्मानजनक तरिकाहरू छन्। 1. विश्वास र भावनात्मक सम्बन्ध बनाउनुहोस्। महिला साथीलाई सुरक्षित, मायालु र आदरणीय महसुस गराउनुहोस्। उहाँको भावना, चाहना, डर र इच्छा बुझ्न प्रयास गर्नुहोस्। खुलेर संवाद गर्नुहोस्, के मन पर्छ, के अप्ठ्यारो लाग्छ। 2. मिठो कुराकानी, फोरिप्ले सुरु कुराबाटै। राम्रो कुरा गर्नुहोस्, तिमी आज धेरै राम्रै देखियौ, म तिमीलाई निकै मन पराउँछु, जस्ता कुराले आत्मीयता बढाउँछ। यौन उत्तेजना केवल स्पर्शबाट होइन, बोलाइबाट पनि हुन सक्छ। 3. स्पर्श, टचको भूमिका। हात समाउनु, अँगालो हाल्नु, निधार चुम्नु जस्ता साना तर मायालु स्पर्शले विश्वास बढाउँछ। अचानक शारीरिक सम्पर्क नगर्नुहोस्, नरम र बिस्तारै अगाडि बढ्नुहोस्। 4. फोरिप्लेमा ध्यान दिनुहोस्। महिला साथीको शरीरका संवेदनशील भागहरू, नेक, अर, नर थाई आदिलाई सावधानीपूर्वक र स्नेहपूर्वक छुनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ तयार हुनुहुन्छ कि छैन भन्ने सम्झनुहोस्। 5. उत्तेजना मानसिक रूपमा सुरु हुन्छ। रोमान्टिक मुड बनाउनुहोस्, सङ्गीत, लाइट, राम्रो वातावरण, राम्रो गन्ध, सफा शरीर, राम्रा लुगा पनि उत्तेजनाको हिस्सा हुन्। याद गर्नुहोस्, जबरजस्ती, दबाव वा लाज दिलाएर कसैलाई सेक्समा ल्याउनु गलत हो। महिला तयार नभएको अवस्थामा तपाईले रोक्नुपर्छ। वास्तविक यौन आनन्द दुवैको सहमति र आरामबाट मात्र सम्भव हुन्छ। प्यार, आदर र सञ्चार नै सबैभन्दा ठुलो औजार हो महिला साथीलाई उत्तेजित गराउन।